देखाइदिनुहोस् हैन। हातमा यसरी लगाएर सायद उहाँले भनेको अनुसार उहाँले भन्नुहुन्छ कि बाहिर चाहिँ भन्नुहुन्छ कि मेरो किडनी निकाल्दिनु। सबैलाई नमस्कार, मेरो नाम पल महरा हो र आज हामी कहाँ अलिकति खतरा केस आएको हुनाले हामी पनि पहिला झ्याप्पै डराएको थियौँ। त्यो केस चाहिँ कस्तो भन्नुहुन्छ भने तपाईँको एकजना युवा आउनुभएको थियो अनिल घरती मगर। उहाँको नाम चाहिँ अनिल घरती मगर रहेको थियो र उहाँको घर घोडादौरा भन्ने ठाउँमा उहाँको घर बताउनु भएको थियो र उहाँले पहिले चाहिँ हामी कहाँ आएर मलाई जबरजस्ती हस्पिटलमा एडमिट गर्नुभयो अनि मेरो किडनी निकालिदिन खोज्नुभयो, घर परिवार मिलेर भनेर भन्नुभएको थियो। त्यो भिडियो हामी सार्वजनिक गर्नेछौँ र यसै क्रममा हामीले पुलिस प्रशासनसँग बुझ्दाखेरि पुलिस प्रशासन पनि आउनुभएको थियो र उहाँहरूसँग बुझ्दाखेरि अलिकति उहाँको दिमागमा डिप्रेसनको कारणले गर्दा उहाँले चाहिँ हस्पिटलबाट भागेर आउनुभएको रहेछ र सो हामीले अहिले पुलिस चौकी कहाँ पुलिस प्रशासन कहाँ बुझाइदिइसकेका छौँ र यस्तो लापरवाही अलिकति बिरामीको केयर घर परिवारले पनि गर्नुपर्छ र आफ्नो आफन्तहरूले पनि गरिदिनु होला। हामी यो भिडियो जतिजनाले हेर्दै हुनुहुन्छ सबै कहाँ सेयर गरिदिनु होला। हस्, धन्यवाद। स्क्रिनहरू देख्न सक्नुहुन्छ। यहाँ चाहिँ एकजना भाइ भनौँ होइन, भाइ आउनु भएको छ अनि उहाँ चाहिँ खास के कारणले आज भेट भयो भनेपछि होइन, उहाँलाई चाहिँ आफ्नो घर परिवारले हस्पिटलमा जबरजस्ती लगेर अनि यो हातमा देख्न सक्नुहुन्छ, नजिक देखाइदिनुहोस् होइन। हातमा यसरी लगाएर सायद उहाँले भनेको अनुसार उहाँले भन्नुहुन्छ कि बाहिर चाहिँ भन्नुहुन्छ कि मेरो किडनी निकालिदिन लायो भनेर भन्नुहुन्छ होइन। सो कुरा के हो पछि विस्तारमै थाहा भइहाल्ला। अहिले चाहिँ केही कुराहरू गर्नेछौँ। हजुरलाई के अरे घर परिवारले नै ल्या भन्नुभयो भने? हजुर, घर परिवारले जबरजस्ती हालेको अनि महेन्द्र हस्पिटलमा गएर किडनी निकाल्ने जस्तो आशंका देखियो भनेर चाहिँ यहाँ आउनु भएको छ। हजुर, अनि हजुर काम चाहिँ कहाँ गर्नुहुन्थ्यो अरे? घरतिर पनि गर्थेँ, म इन्डियामा पनि गर्थेँ, हजुर लाइनमा पनि गर्थेँ, फर्स्ट गर्नु। हजुर यहाँ चाहिँ घरतिरै गर्नुहुन्थ्यो होइन? खेतीबारी पनि गर्थेँ। हजुर अचानक अहिले त एक्कासी होइन, एक्कासी चाहिँ उहाँलाई घरदेखि लिएर हस्पिटलमा एडमिट गराइयो। न बिरामी न केही पनि नै है। हजुर, मार्छु भन्ने अनि डराउनेदेखि लिएर त्यस्तै होइन टर्चरहरू चाहिँ भाइलाई आएको रहेछ। भाइलाई चिन्नुहुने जति पनि हुनुहुन्छ सम्पर्कमा आइदिनु होला। अरू भन्नु अरू त डरै डर त्यहाँ छ। बुढीले पनि सबसँग मिलेको छ जस्तो लाग्छ। बुढी पनि मिलेको आशंका छ है। बुढी पनि मिलेर चाहिँ हस्पिटलमा लिएर यस्तो देख्न सक्नुहुन्छ। यस्तो भइरहेको। अब हस्पिटलमा यत्तिकै त नभाग्नु पर्ने होइन, हस्पिटलबाट भागेर आउनुपर्ने त कर्तव्य होइन, एउटा ऊ थिएन र पनि आउनु भएको छ। सो केही हुनसक्छ र हामी यसको होइन छानबिन गर्नेछौँ। त्यसपछि हजुरहरूको माझमा यो भिडियो हामी हाल्ने नै छौँ। तर हाम्रो अनिल घरती मगरले गरेको कुरा अनुसार यो कुराहरू सबै झुटो रहेछ। उहाँ चाहिँ डिप्रेसनको कारणले गर्दा अलिकति त्यस्तै मेन्टल कुरा गर्नुभएको रहेछ। यो भिडियोलाई चाहिँ सार्वजनिक गरेर सबै कहाँ पुर्याइदिनु होला र यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गरेर सहयोग गर्नु होला।